नमस्ते साथीहरू। आज हामी हाम्रो अनिल दाई नमस्ते ल गुड मर्निङ। दाई र म आज फाइनल्ली होइन पाटन स्थित गोल्डन टेम्पल चाहिँ घुम्न आइरहेको छौँ। अनि यहाँको ऐतिहासिक कथा लुकेको छ भन्ने भनाइरहेछ। यहाँ नेवार समुदायको चाहिँ एउटा ऐतिहासिक कथा लुकेको 12औं शताब्दीतिर चाहिँ राजा भास्कर देवले चाहिँ एउटा सुनौलो मुसाले चाहिँ बिरालो लखटेको देख्नुभयो अरे। अनि त्यो देखेपछि चाहिँ त्यहाँ गोल्डन टेम्पलको स्थापना त्यही ठाउँमा गरेको भन्ने एउटा ऐतिहासिक चलन रहेछ। अनि हामी त्यहाँ गएर त्यो ठाउँको एक्सप्लोर गर्न गइरहेछौँ। अनि होइन त त्यहाँको एकदम ऐतिहासिक चिजहरू पुरानो 12औं शताब्दीतिरको देखि नै त्यहाँ संरक्षण गरेर राखिएका मूर्तिहरू, त्यहाँको संरक्षण कलाहरू, मन्दिरको एरिया हो। अनि सबै चिजहरू एकदम सुरक्षित गरेर राखेको छ अरे। अब 12औं शताब्दी भनेको धेरै पहिला नै होइन। अनि लाग्यो सुनौलो मुसोको कथा सुन्दै अनि सुनको जलप भएको मन्दिर गोल्डन मन्दिरमा चाहिँ देखाउन गइरहेको छु। ल गाइज, म अब फाइनल्ली यो के भन्छ गोल्डन टेम्पलभित्र छिर्दैछु, हेर्नुहोस् है। हामी अब फाइनली गोल्डन टेम्पलमा छिर्दैछौँ। यो चाहिँ गोल्डन टेम्पल हो है। एउटा यहाँ सुनौलो मुसाको कथा लुकेको छ अरे गाइस। ल आउनुहोस्। टिकट काट्ने ठाउँ हाम्रो विदेशी पाहुनाहरूको लागि चाहिँ टिकट काट्ने रहेछ, टिकट लाग्ने रहेछ। हाम्रो नेपालीहरूको चाहिँ त्यस्तो पर्दैन गाइस। हेलो, कम हियर। भास्कर देव 12औं शताब्दीतिर चाहिँ भास्कर देवले स्थापना गर्नुभएको अरे। सुनको मूर्ति, यो गोल्डन टेम्पल गाइस। यहाँको कला कृतिहरू सबै ऐतिहासिक छ। हाम्रो मन्दिरको पुजारीहरू यहाँ हुनुहुन्छ। यहाँको एउटा यस्तो ऐतिहासिक छ के अरे। अनि एउटा यस्तो चलन रहेछ यहाँ, पुजारी चाहिँ 10 देखि 12 वर्षको हुनुपर्ने भन्ने राख्नुपर्ने चाहिँ नियम रहेछ। जुत्ता लगाएर जान पाइँदैन। हाम्रो दाइ भनिदिनु न यो मन्दिरको बारेमा। साक्य मुनि गौतम बुद्ध भनिन्छ। हजुर, वर्ष पहिलादेखि हजुर विराजमान हुनुहुन्छ। भगवान्लाई यहाँको पुजारीलाई सपनामा आएर म यहाँ दबेको छ, मलाई चोखो ठाउँमा राख्नु भनेर हजुर सपनामा देखाएको हुनाले यो ठाउँ एकदम पवित्र चोखो देखेर यहाँको पुजारी मनुष्यले भास्कर देव राजाले चाहिँ स्थापना गर्नुभएको भन्ने रहेछ है। 900 वर्ष पुरानो भयो। त्यहीदेखि अबसम्म यो परम्परा चल्दै आउँदै अहिलेसम्म हामीले मान्दैछौँ यसलाई। यो पाटनको सबभन्दा ठुलो बिहार भनिन्छ।
अरू हेर्न आउने मान्छेहरूलाई चाहिँ अब धर्म यताउति हुन्छ नि, तिनी मान्छेहरूलाई कस्तो सल्लाह दिनुहुन्छ हजुर? उहाँहरूलाई यहाँ आएपछि एउटा अब आस्था यहाँ अब माघेको भन्छ यहाँ हाम्रो ग्रन्थ छ, त्यो ग्रन्थ भर्खरै सक्यो। एउटा पछि पुरानो ग्रन्थ छ, त्यसलाई प्रज्ञा पार्नु त्यो एउटा पाठ गरेपछि मान्छे रोग हुने चिताएको पुग्नेहरूको धेरैको पुगेको छ। हस् दाइ, धन्यवाद। ल साथै हाम्रो यहाँ यो हाम्रो गोल्डन टेम्पलको चाहिँ मेन पुजारी हुनुहुन्छ। उहाँ चाहिँ कति वर्ष उमेर हुनुभयो? 7 वर्षको हुनुहुन्छ। अनि ल यही हो हाम्रो मेन चाहिँ गोल्डन टेम्पलको चाहिँ हाम्रो पुजारीजी। ल हस्, नमस्ते, बाई बाई। नमस्ते। मुसा बिरालोको कथा सबै सुनको माथि पनि सुनको जलपहरू लगाएर बाल्यो। अनि त्यसपछि यो मन्दिर चाहिँ पुरै सुनको जलप लगाएको भन्छ। सुन हो कि पित्तल थाहा छैन, तर माथि चाहिँ पुरै ऐतिहासिक खै त्यस्तो त्यसो सुनकै मन्दिर हो यो सबै। ए हो नामै गोल्डन टेम्पल हो, सुनै हो, जलप पनि हो। जलप चाहिँ होइन के। ए ल ल गाइज, सबै सुनको हो अरे है, सबै सुनको जलप हो अरे। ए सुनको जलप हो है भन्नुभयो एकजना यहाँको स्थानीय दाइले चाहिँ। र हामी हेर्दैछौँ, हेर्नु त त्यस्तै देखिन्छ होइन दाइ? हजुर, सुनकै यस्तो छ नि। यहाँ चाहिँ यस्तो राम्रो राम्रो मूर्तिहरू छ, सबै सुनको जलप लगाएर बनाएको रहेछ गाइज। पुरानो यस्तो राम्रो वास्तुकला हेर्नुहोस्। तपाईँहरूलाई यो हेरेर एकचोटि घुम्न चाहिँ पक्कै आउनु होला, एकदमै राम्रो छ। ऐतिहासिक हिसाबले, पुरातात्विक हिसाबले, यहाँको धार्मिक हाम्रो देश पनि खासै गरिब त रहेनछ नि गाइस, होइन? सुनको मन्दिर, सुनको हात्ती, सुनको मूर्ति, राम्रो छ। अनि यस्तो ऐतिहासिक कला छ कि अहिलेको हाम्रो जेनेरेसनले चाहिँ यस कुराहरू चाहिँ बनाउने यस्तो कलाकारिता चाहिँ छैन होला सायद। र पुरानो हाम्रो पुर्खाहरूले चाहिँ यति राम्रो सम्पत्ति कलाहरू थियो है। अनि हामीले यो सबै सम्पूर्ण जोगाड गरेर राख्नुपर्छ भन्ने चाहिँ लाग्छ गाइस। अब पुरै सुन्नु अरे नि। ल गाइस, फाइनल्ली हामीले सबै मूर्ति देख्यौँ होइन, घुम्यौँ अनि देखायौँ, अनि फोटो पनि खिच्यौँ गाइस। अनि हाम्रो पुजारी दाई पनि हुनुहुन्छ। अनि एउटा यस्तो खतरा हेर पहिलाको कलाकारहरू है त, हेर्नु न। पुरै म एउटा देखाउँछु ल, एउटा खतरा खाले मूर्ति चाहिँ गजबको लाग्यो गाइस। कलाकारलाई मान्नै पर्छ है दाइ। हेर्नु त यहाँ सबैलाई देखाउँछौँ हामीले है। म भन्दा नि अग्लो हाम्रो चाहिँ देखाउँदै जाँदैछौँ है। घुम्यौँ यहाँको बारेमा एकदम राम्रो। तर सबैभन्दा यहाँ राम्रो लागेको चाहिँ मलाई यो कङ्गारुको मूर्ति गाइस। यो कङ्गारुको मूर्ति
सेम टु सेम फोटो निकालिदिएको छ क्या यो कलाकार चाहिँ खत्रै हो क्या हेलो इङ्ग्लिस बोल्न आउँदैन है हाउ आर यु वेयर आर यु फ्रम ओके थ्याङ्क यू र गाइज विदेशीहरू एकदम एक्साइटेड हुन्छ क्या यस्तो मूर्ति देख्यो भने गोल्डन टेम्पलबाट हामी निस्किँदैछौँ गाइज अब यो सुनको हात्ती यो सुनको हात्ती हो गाइज नेपालमा भएको सुनको हात्ती हेर्नुहोस् हाम्रो देश गरिब छैन है गाइज सुनको हात्ती अनि सुनको मन्दिर पनि छ गाइज थाहा छ सुनको मन्दिर गाइज सुनको मन्दिर नेपालले चाहिँ यो सुन मात्रै बेच्यो भने पनि एकदमै धनी हुन सक्छ है यो चाहिँ सुनको मन्दिरै हो भने नेपालले सुन मात्रै बेच्यो भने पनि एकदमै धनी हुन सक्छ होइन त दाइ सबै सुनै सुन होइन ऋण लिनुपर्ने आवश्यकता देखिँदैन होइन बालेन सरकारको ध्यान यतातिर जाओस् होइन तर वास्तविक सुन हो भने सुन हो जस्तो चाहिँ मलाई लाग्दैन नाम मन्दिरको नाम चाहिँ गोल्डन भएको छ सुनको मन्दिर छ तर यो सुनै हो भने चाहिँ अहिलेको नयाँ सरकारको ध्यान चाहिँ यो मन्दिरतिर जाओस् ओके दाइ ल कुनै विदेशी सङ्घ संस्थाबाट ऋण लोन लिन पनि आवश्यक देख्दैन यत्रो सुन छ यति सुन छ गाइज यो गोल्डन टेम्पलमा सबै यो सबै बेच्यो भने होइन नेपालबाट ऋणहरू सब तिरेर पनि विकास गर्न मिल्छ होइन सकिन्छ होइन आज सुनको भाउ 3 लाख क्रस भइसक्यो गाइज अनि ल गाइज ल गाइज गोल्डन टेम्पल अगाडि ठ्याक्कै अगाडिको मन्दिर एउटा पसलको रहेछ खासमा चाहिँ यो के हो यसको बारेमा मलाई नि खासै आइडिया छैन यहाँ हाम्रो दाइलाई सोध्छु न यस्तो खतरा बवाल चाहिँ सबैतिर दाइ खासमा यो चाहिँ के हो हातले बनाएको हाम्रो नेपाली दाजुभाइ लाग्छ विदेशी लाने हो होइन हजुर सुविधाको लागि लाने हो होइन गुल्डको लागि बिजनेस व्यापारको लागि पनि राम्रो हुन्छ शुभ हुन्छ घरमा राख्यो भने यसले नराम्रो नकारात्मक कुराहरू छ नि बाहिर राम्रो राम्रो काम गर्छ परिवारहरूलाई राम्रो हुन्छ धार्मिक आस्था हो हजुर डेकोरेसनको हिसाबले राख्न मिल्यो तर यो चाहिँ यो फोटोहरू आफ्नो घरमा चाहिँ लगायो भने गाइस अनि के अरे नेगेटिभ ऊर्जाहरू हराएर चाहिँ सबै पोजिटिभ ऊर्जा चाहिँ आउँछ अरे ल गाइस हामी गोल्डन टेम्पल फाइनली घुमेर सकिसक्यौँ अनि अब अनिल दाइ म घुमेर अब हामी एकछिन तल बाइक पार्किङ गरेर राखेका छौँ अनि एकदम रमाइलो भयो होइन एकदम रमाइलो भयो फोटोहरू खिच्यो त्यहाँको बारेमा बुझियो त्यहाँको पुजारीहरू होइन 2 जना ठुलो पुजारी सानो पुजारी बिचरा है दुधे बच्चा 7 वर्षको भनेर कति सानो छ हाम्रो बच्चाहरू 5 देखि त्यहाँ 12 वर्षसम्मको बच्चा चाहिँ मेन पुजारी हुनुहुँदो रहेछ हुनुपर्ने रहेछ कि चलन सहायक पुजारी चाहिँ ठुलो पुजारी हुनुहुँदो रहेछ त्यहाँ हुनुपर्ने त्यो प्रचलन पनि रहेछ ऐतिहासिक पहिलाको उसको ऐतिहासिक यो अनुसार चाहिँ त्यस्तै नियम लगाएको होइन त्यो चाहिँ कारण के रहेछ भने बच्चाहरूले ढाँट्दैन अनि इमान्दार हुन्छ चोखो निष्ठा हुन्छ भन्ने हिसाबले एकजना त्यहाँ स्थानीय मार्फत पनि बुझ्दा त्यो बच्चा पुजारीलाई मेन पुजारी गराइएको भन्ने प्रचलन पहिल्यैदेखिको त्यो चल्दै आएको रीतिरिवाज रहेछ मन्दिरको ठ्याक्क तलपट्टि ढुङ्गेर रहेछ क्या होइन तपाईँहरू पाटन वरिपरि हुनुहुन्छ भने तपाईँहरूको कोठातिर कतै काठमाडौँ ललितपुरमा पानीको एकदम समस्या छ नि त गाइस होइन तपाईँहरूलाई समस्या भयो भने पनि यहाँ पानी चाहिँ एकदम खल्ल आउने रहेछ क्या काठमाडौँ आसपास नजिकै बस्नुहुन्छ भने तपाईँको रुम फ्लाइट घरमा पानीको समस्या छ भने यहाँ आएर नुहाउन सक्नुहुन्छ यो लोकेसन ललितपुर बङ्गलामुखी मन्दिरको छेउमा छ र
है गाइस हामी अर्को पटक चाहिँ तपाईँहरूलाई बौद्ध गुम्बाको दृश्य देखाउँदैछौँ। अहिलेलाई चाहिँ हामी बिदा हुन्छौँ। बाई बाई। बाई बाइक चलाउँछु ल। अब See you. ट्राफिक अलिक चिट काट्छन् नि भिडियो बनाउँदै गऱ्यो भने चाहिँ मलाई गाह्रो छ। ल बाई बाई गाइस। ल तपाईँहरूको दिन शुभ रहोस् अनि भिडियो हेरेर अनि माया गरिदिनु होला, सब्सक्राइब लाइक होइन, अझ मलाई हौसला बढ्नेछ।